दिदी नमस्ते नमस्ते। म भेट्न आउँछु भने थियो भयो कि भएन आज तपाईँकोमा भेट्न आउँछ कल गरेर ल्याएको तपाईँले होइन तपाईँ हिजो डिस्चार्ज हुनुभयो फेरि हिजो साँझ अस्ति हामी भेटेको बेला राति फेरि हस्पिटल जानुभएको तपाईँ घरमा चाहिँ त्यही दिन राति भर्ना भएको ए त्यही त अनि म भेट्न आउँछु भनेर मैले पाचा गरेँ तपाईँलाई हो कि होइन त्यही भएर आज आएको छु मैले सामानहरू नि थोरै ल्याएको छु भित्रै जानु मिल्छ कि यहीँ के गर्ने म सामानहरू निकाल्छु नि एकचोटि सामानहरू चाहिँ लिएर आउँछु सामानहरू एकचोटि एक भित्र कि लगाउनु यो यता हालिरहेको छु म अरू सामान निकालिरहेको छु नि अर्को पनि लिएर आउनु पर्ला अर्को पनि ल्याऊ है एकछिन है एकचोटि यो कता हालिदिउँ यता हाल्ने ल आया आउनु बस्नु तपाईँ नि बस्नुहोस् हिजोमा डिस्चार्ज हुनुभएको अनि तपाईँ ए हिजो मात्र ए तपाईँले चाहिँ सानो होइन सामानहरू बच्चाहरू चाहिँ कहाँ हुनुहुन्छ नि बच्चा स्कुल गएको ए यो के छ चक्कु अहिले गाह्रै भयो तपाईँले अझै के गरिन् थियो हस्पिटलमा चाहिँ खानु पनि खानु पाएन खानु भएको छैन त्यही चाउल अहिले स्टार्ट भएको छ अलिअलि चाउल त्यही त अस्ति इमर्जेन्सीमा तपाईँ जानुभएको रहेछ राति फेरि होइन राति 12 बजीदेखि 11 बजीदेखि ए तपाईँको लागि कन्फ्लेक्सहरू होइन ल्याएको छु लिनुहोस् न पहिला होइन कन्फ्लेक्सहरू भयो कन्फ्लेक्स अनि घरको लागि डेटोलहरू होइन साइडमा हाल्नुहोस् होइन तपाईँले हस्तान्तरण गर्नुभयो नि यो रियल भयो साइडमा हाल्नुहोस् है सबै यो चाहिँ डेटलहरू सबै होइन भयो तपाईँले के गाह्रो नआओस् भनेर कि फेरि तपाईँ एक्लै बसिरहनु भएको छ होइन फेरि तपाईँ किन्न जाने नि कहिले भ्याउँछ फेरि होइन त्यही भएर मैले सबै किनेर ल्याइदिएको चिउराहरू भयो है यो तेल भयो घरको लागि चाहिने चिनीहरू होइन तपाईँको यो दालहरू यो सबै दालहरू भइहाल्यो यता हालिन्छ दालहरू चाहिँ यो भयो बच्चाहरू पछि मात्रै फर्किन्छ बच्चाहरू हजुरको पछि मात्रै फर्किन्छ तपाईँलाई केरा भयो है यो हर्लिक्स पनि दिनुहोस् यो तेलहरू भइहाल्यो तपाईँको लागि होइन तेलहरू स्याउ भइहाल्यो तपाईँको लागि हुन्छ यो बिस्कुटहरू भइहाल्यो है अनि नुनहरू अनि आँटा है आँटा हाल्नुहोस् यो सुप चाहिँ खानु है फेरि सुपहरू चाहिँ तपाईँको लागि हुन्छ ठ्याक्कै चिकन सुप त खानुहुन्छ होइन चिकन सुपहरू त अनि बच्चाको लागि चाहिँ तपाईँको बच्चाहरूको लागि पढाइको लागि भनेर मैले पेन्सिलहरू पनि ल्याइदिएको छु होइन पेन्सिलहरू अनि स्कुलको लागि कपीहरू ल्याइदिएको छु बच्चालाई दिनु न स्कुलबाट फर्केपछि होइन यस हुन्छ यस अहिले कतिको सुधार के भएको छ मेरो चाहिँ अलिकति कम चाहिँ भएको छ सन्चै चाहिँ भएको छैन त्यही भएर खाना पनि मिल्दैन कि खानाहरू हजुर अनि अब चाहिँ म छिटै इन्डिया पनि जाँदैछु इन्डिया हजुर कहिले जानु अब अब एक हप्ताभित्रमा गइसक्छु
एक हप्ताभित्रमा? म अब भोलि पर्सि निकर्सेतिर अब त्यो गाडी बुझेर हजुर हजुर कति जति खर्च लाग्ने भयो जस्तो इन्डिया जानलाई? इन्डिया जाँदा थाहा छैन अब कति लाग्छ कि गएर थाहा हुन्छ। त्यही कति जति लाग्ला के भनेर थाहा छ? अब म सुरुमा गएर चाहिँ सुरुदेखि नै अब बोन मेरो निकालेर जाँच गर्नुपर्छ। हजुर सुरुदेखि नै बोन मेरो निकालेर जाँच हजुर गर्नुपर्छ। अनि त्यो जाँचहरू गर्दाखेरि चाहिँ अब थाहा छैन गएर। हजुरले जे होस् भिडियो चाहिँ हेर्नुभयो होइन? भिडियो हेरेँ अनि धेरैजनाले पनि मलाई भिडियोमा देखेको थिएँ भन्दै आएर सहयोग पनि गर्नुभयो। जे होस् तपाईँकोबाट 2 लाख त उठिसक्यो होइन? 2 लाख उठिसक्यो। एकछिन अर्को एउटा तपाईँले तपाईँ फेरि आज नै हस्पिटल जानुपर्छ भन्नुभयो? आजदेखि कहीँ काम छ भन्नुभयो त्यसो लाग्यो। त्यही भएर मैले छिटो आएको थिएँ कि। ए भोलि मात्र जाने हो? त्यही त म छिटो आएको कि अनि आज। अनि यो चाहिँ सानो सहयोग होइन? यो 1 लाख भयो होइन? 2 लाख भयो, 2 लाख, 3 लाख है? यो 4 लाख, यो 4 लाख भयो अनि 2 लाख तपाईँकोमा आइसक्यो भन्नुभयो होइन? 6 लाख जति जम्मा भएको छ होइन? अहिले अझै बिस्तारै अझै जम्मा गरेर लगाउने होइन हामी? म अझै तपाईँले दिन ल्याउँछु, म आइरहेको छु। तपाईँलाई के अप्ठ्यारो पऱ्यो के गाह्रो भयो भने मलाई भन्नु होला होइन? म छु होइन? तपाईँ म मेसेज गर्नु पनि सक्नुहुन्छ टिकटकमा कि कल गर्नु म डाइरेक्टली हुन्छ? हुन्छ हजुर कल गर्नु होला। अनि मलाई अब जति पनि तपाईँको माध्यमबाट पनि जुटेर सहयोग गर्नुभयो उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। हजुर अनि मैले चाहिँ अब सबैजनालाई अब कतिजनासँग बोल्न पनि सक्दिनँ कि धेरै अहिले मोबाइलहरू अब तपाईँ हस्टेलमै हुनुहुन्थ्यो त्यही बेला मैले तपाईँको टिकटक त देखेको थियो। अनि त्यस पछाडि चाहिँ एकदम धेरै खुसी लाग्यो हजुरहरूको कारणले मैले विचार पाइरहेको छु। हजुर सबै ठिक हुन्छ होइन? केही पनि गरेको केही हुँदैन, सबै ठिक हुन्छ तपाईँको। हुन्छ अब यही तपाईँ होप चाहिँ नहार्नु, हामी छौँ, सबजना छौँ यहाँ, सबैजना छौँ, सबैजना हेरिरहनु भएको छ है? होप नहार्नु। हजुर यो पैसाको लागि म कति रुँदै हेरेँ होइन? कति यत्रो वर्षसम्म उपचार पाएन। अहिले चाहिँ एकदम खुसी लागिरहेको छ। यो नि कमै हो, अझै आउँछु बिस्तारै होइन? अझै म जसरी भयो नि म सक्ने गर्छु म तपाईँको लागि होइन? चिन्ता नलिनु दिदी होइन? आफ्नै दिदी सम्झेर भनेको मैले होइन? चिन्ता नलिनु तपाईँ है? मैले यसरी नै यस्तो सामाजिक परिवर्तनहरू गरिहाल्छु। मैले हजुरलाई कहाँबाट सामाजिक परिवर्तन गर्दाखेरि तपाईँले भेट्न पाएँ मैले। मेरो नि मौका हो, तपाईँले सहयोग गर्नु पाउने मौका हो कि होइन? त्यही भएर अझ यसरी सहयोग गर्दै जान्छु म होइन? तपाईँको लागि घरको लागि रासन पनि ल्याइदिएको, तपाईँलाई गाह्रो हुन्छ भनेर होइन? तपाईँ किन जानु पनि भ्याउनु हुँदैन, फेरि तपाईँ हस्पिटल दौडिराख्नुपर्छ। सक्दैन क्या कहिले घर राम्रोसँग पनि नसक्ने। अनि घरमा फेरि पकाइदिनु चाहिँ कोही हुनुहुन्न? अनि भाइ त बिहान साँझ हुन्छ। हजुर हजुर कहिले भ्याउँदैन, कहिले भ्याउँछ, कहिले चाहिँ अब बिहान पकायो भने साँझसम्म नै हुन्छ भात त्यस्तै गरेर। ए अनि दिदी अब इन्डिया कहिले जानु भएको भन्नुभयो? अब म अब छिटै जान्छु होला 2-4 दिनमा चाहिँ सबै कुरा बुझेर। हजुर अब फ्लाइटमै जानुहुन्छ कि कस्तो? हजुर फ्लाइटमै जानुहुन्छ? नै बसमा जाने भनेको। फ्लाइटमा लाग्छ नि काठमाडौँदेखि। फ्लाइटमा गयो सजिलो हुन्छ नि, तपाईँलाई गाह्रो हुन्छ कि बसमा? टिकट महँगो छ। ठिक छ टिकटको टेन्सन नलिनु न, फ्लाइटमा जाँदा राम्रो हुन्छ। किनकि तपाईँ यतिकै बिरामी हुनुहुन्छ है? बिरामी मान्छे बसमा जानु झन् गाह्रो हुन्छ ट्राभल गर्न। बरु फ्लाइटमा जाँदा छिटो गएर छिटो आउने, त्यो गर्दा राम्रो हुन्छ। अनि त्यहाँ जाने बेला तपाईँको बच्चाहरू त अनि कता छोड्नु? तपाईँ भेट भइहाल्नु भयो होइन? तपाईँको माध्यमबाट मैले उपचार पाएँ। यस्तो गर्नु न, बच्चाहरूलाई बरु होस्टेलमा राख्दा ठिक हुन्छ कि स्कुलमा? गर्नुपर्छ किनभने म इन्डिया गयो भने मेरो हेरिदिनु कोही हुनुहुन्न। त्यसले गर्दा बच्चाहरूलाई चाहिँ होस्टेलमा राखेर चाहिँ म जान्छु इन्डिया गएर अङ्कलको छोरालाई लिएर गएर त्यहाँ गएर के कस्तो उपचार हुन्छ म त्यहाँ गएर उपचार गर्छु। अनि हजुरहरूलाई पनि म गर्छु। हजुरहरू बच्चाहरू चाहिँ लगाउनु मिलेन होला नि त होइन? फेरि स्कुलहरू हुन्छ होइन? म त अब त्यहाँ गयो भने त अब बच्चाहरू कोही हुँदैन होइन? मैले त्यहाँ उपचार गर्नुपर्छ। त्यसले गर्दा चाहिँ ठिक त कति दिन बस्नुहुन्छ फेरि थाहा नै हुँदैन हस्पिटल त्यहाँ इन्डियामा? इन्डियामा राजीव गान्धी जान लाग्यो। न्यु दिल्ली? न्यु दिल्ली धेरैजनाले त्यहाँ राम्रो छ त्यहाँ जानु भनेर भन्नुभएको छ। अनि त्यहाँ जान लाग्यो। त्यसले गर्दा चाहिँ अब तपाईँहरू भेट दिनुभयो, केही भयो भने आशा पलाएको छ म उपचारको लागि। त्यही त मैले तपाईँले पहिल्यै भनेको थिएँ नि, होप नहार्नु भनेर, होप नहार्नु भनेर। केही न केही हामी गर्नेछौँ भनेर,
सबै मिलेर गरिन्छौँ भनेको छु नि। तपाईँ अस्ति आर्थिक अवस्था कमजोरबाट हस्पिटल पनि जानुभएको थिएन हो कि होइन? हस्पिटल पनि जानुभएको थिएन? म उपचारको लागि अहिले 6 वर्ष भयो। यत्रो समयसम्म म कति धेरै अब तडपी होइन, कतिजनाले रिक्वेस्ट पनि गरेँ तर त्यति बेला कसैले गर्नु भएन कि। अनि म अलिअलि आफैले सकेको गर्दै अहिलेसम्म बाँचिरहेको छु। हजुर एक्लै त्यसले गर्दा अहिले आश बोलाएको छु तपाईँहरू भेट पनि भयो। नरुनु दि नरुनु, सबै ठिक हुन्छ होइन? सबै अब हामी जसरी भयो नि सहयोग गर्नेछु तपाईँलाई है। नरुनु 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 दि। म इन्डिया गएँ भने पनि हजुरहरूले मलाई यसरी नै साथ दिनु होला। हुन्छ हुन्छ। के कति खर्च लाग्छ थाहा छैन। खर्चको टेन्सन नलिनु होइन। तपाईँको उपचार चाहिँ हुनु पऱ्यो कि, तपाईँ ठिक हुनु पऱ्यो, त्यही राम्रो भयो सबैलाई है। त्यही नरुनु नरुनु नरुनु। म अब बच्चालाई चाहिँ होस्टेलमा राखिदिन्छु अनि मेरो हेर्ने कोही हुँदैन, म भाइलाई लिएर चाहिँ इन्डिया जान्छु। त्यहाँ गएर पनि हजुरहरूलाई फर्दै गर्छु। मेरो के कस्तो कुन होस्टेलमा राख्ने मलाई भन्नु होइन सबै। म भेट्न आउँछु तपाईँले, बच्चाहरूले नि हेर्छु होइन है। तपाईँ ढुक्क साथ जानु होइन, टेन्सन लिनु परेन। तपाईँको आफ्नो उपचार सबै पुरा गर्नु, हामी यहाँबाट गर्ने त छँदैछौँ है। मेरो अवस्थामा भगवानै बनेर आउनुभयो। त्यस्तो होइन होइन। म फेरि अर्को पालि भेट्न आउनेछु तपाईँले। अब इन्डियाबाट फर्केपछि मलाई एक खबर पाऊँ है, इन्डिया जाने बेला नि एक खबर पाऊँ। फ्लाइटमा जाँदा राम्रो हुन्छ तपाईँले है। मलाई भन्नुहोस् सबै इन्फर्मेसन भन्नु। म जान्छु नि अब। होइन होइन तपाईँ पढेन खाएर जानु नि यत्रो बाटो आउनुभयो। ठिक छ, म फेरि अरू ठाउँ जानुपर्छ होइन, ढिला भयो। तपाईँलाई भेट्न मात्र आयो कि, तपाईँ फेरि अरू ठाउँ जानुपर्छ भनेर हतारमा भन्नुभएको थियो मलाई हिजो। अनि म भेट्न आउँछु एकछिन मात्र, 1 घन्टा भयो भने भेट्न आउँछु भनेर भनेको नि त, त्यही भएर आएको। तपाईँलाई मैले एउटा गिफ्ट दिनु सोचिरहेको थिएँ। गिफ्ट? कस्तो गिफ्ट? होइन त्यस्तो त के होइन, लाउने टी सर्ट। हुन्छ त्यसो भए त हस्। तपाईँलाई कुन साइज हुन्छ मलाई थाहा छैन। जुन भयो नि हुन्छ, तपाईँलाई मनबाट जुन भयो नि। साइज मलाई थाहा छैन। मेरो एक्सएल। हजुरले कहाँबाट ल्याउनु भयो नि? मैले त्यही सकेको बेलामा अनलाइन बेच्छु भनेर यति लिएर आएको थिएँ। त्यही सकेको बेला बेच्छु भनेर? हजुर। कतिको बेच्नु भयो नि अहिलेसम्म? त्यस कतिको गरिराख्नु भएको छ? ठिक हुन्छ हो। हुन्छ यो ठिक हुन्छ। हस्, थ्याङ्क यू सो मच है। धेरै धेरै धन्यवाद है। थ्याङ्क यू सो मच। धेरै राम्रो खुसी लाग्यो मलाई। ल म जान्छु नि अब है त है। हुन्छ। म तपाईँले के समस्या पऱ्यो भने मलाई भन्नु होइन, म छु है हजुरको लागि। हस् जान्छ है। अर्को पालि म खाना आउँछु नि त, इन्डियाबाट फर्केपछि सँगै खानुपर्छ खाना है दिदी। ल दिदी यो पैसा चाहिँ होइन बरु ब्याङ्कमा हाल्नु जानु है। ठ्याक्क भन्दै बिर्सेछु, तपाईँ एक्लै बस्नुहुन्छ होइन, त्यही भएर फेरि अप्ठ्यारो हुन्छ कि। त्यो ब्याङ्कमै हाल्नु है। आजै जानु न ब्याङ्कमा हाल्नु है। अनि तपाईँले चाहिने बेला यो युज गर्नु हस्पिटलमा है। घरमा चाहिँ नराख्नु है त। जान्छु ल। हस् जान्छु है ल।